नमस्कार दर्शक महानुभावहरू, हामी पुनः प्रत्यक्ष लाइभ प्रसारणमा आइसकेका छौँ। 9 त्रिवेणी कपको प्रत्यक्ष लाइभ प्रसारणमा आजबाट यो खेल समापन हुँदैछ। 9 त्रिवेणी कप फाइनल खेल आजको, साथै यो प्रतियोगिता भोलिको अन्तिम खेल रहनेछ। टिएमटी द मेमोरेबल तुमलिङ टावर भर्सेस एडभान्स क्लब मानेभन्ज्याङ बीच हुनेछ। हामी प्रत्यक्ष लाइभ प्रसारणमा छौँ। कहाँबाट हेर्दै हुनुहुन्छ अडियो भिडियो क्वालिटी जानकारी गराउनु होला, के कस्तो छ अडियो भिडियो क्वालिटी। यहाँ यो खेलाडीहरूलाई यो प्रतियोगिताको फाइनल खेलाडीहरूलाई फाइनल भिडन्तको लागि तयारी हुने खेलाडीहरूलाई शुभकामना प्रदान। खादबारी नगरपालिका 9 तुमलिङ टारका वडा अध्यक्ष साथै विभिन्न राजनीतिक दल, टिएमटी परिवार हामी यहाँ देख्न सक्छौँ। स्क्रिनमा हाम्रो लाइभलाई सक्दो सेयर गर्नुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ अडियो भिडियो क्वालिटी के कस्तो छ पनि जानकारी गराउनु होला। यो प्रतियोगितालाई सफल बनाउनको लागि स्पोन्सर गर्नुभएको छ गोर्खा बियरले। हामीलाई यो प्रतियोगितालाई सफल बनाउनको लागि स्पोन्सर गरेर सहयोग गर्नुहुने स्पोन्सर साथै को स्पोन्सरमा रहनुभएको छ एक्सट्रिम इनर्जी ड्रिङ्क। एक्सट्रिम इनर्जी ड्रिङ्कलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। हामीलाई यो प्रतियोगितालाई सफल बनाउन तपाईँहरूको यो स्पोन्सरले निकै ठुलो भूमिका खेलेको छ। साथै हामीलाई यो प्रत्यक्ष लाइभ प्रसारण भोलि निःशुल्क रूपमा इन्टरनेट प्रदान गरिदिनु भएको छ सजिलो नेट तुमलिङ टावरले। सजिलो नेट तुमलिङ टावरलाई पनि हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। तपाईँहरूको यो साथ सहयोग सपोर्ट आगामी दिनहरूमा पनि पाइराख्नेछौँ भन्ने आशा गरेका छौँ। साथै द मेमोरेबल तुमलिङ टावरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। हामीलाई यो प्रत्यक्ष लाइभ प्रसारणको लागि अवसर प्रदान गर्नुभएकोमा, साथै सञ्जय चौहान ब्रदरलाई पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हामीलाई यो अवसर प्रदान गरिदिनु भएकोमा। यहाँ यो प्रतियोगिता सुरु भइसकेको छ। फाइनल खेल रहनेछ। आजको रातो जर्सीमा हामी देख्न सक्छौँ मानेभन्ज्याङ एडभान्स क्लबलाई भने सेतो जर्सीमा देख्न सक्छौँ हामी टिएमटी मेमोरेबल तुमलिङ टावरलाई। फोटो सेसन रहनेछ। यो फोटो सेसन पश्चात खेल सञ्चालन हुनेछ। र यो प्रतियोगिताको मेन एम्पायरको भूमिका निर्वाह गर्नुहुनेछ सूर्य राईले। साथै लाइट्सम्यानमा रहनुहुनेछ सुभाषचन्द्र राई। साथै टिम उहाँहरूको अफिसियल टिम रहनुहुनेछ। यो फोटो सेसन समापन भइसकेको छ। पुनः खेल सञ्चालन हुनुहुनेछ। अब भने 9 त्रिवेणी कपको फाइनल खेल। कहाँबाट हेर्दै हुनुहुन्छ अडियो भिडियो क्वालिटी के कस्तो छ पनि जानकारी गराउनु होला। तपाईँहरूले स्क्रिनमा खेलाडीहरूको नाम साथै जर्सी नम्बर पनि देख्न सक्नुहुनेछ। लोगो भने अलिकति हामीले परिवर्तन गर्न नमिलेको हुनाले यहाँ लोगो भने केही गलत छ। यो लोगोलाई तपाईँहरूले इग्नोर गरिदिनु हुनेछ भन्ने मैले आशा गरेको छु। द मेमोरेबल तुमलिङ टावर भर्सेस एडभान्स क्लब मानेभन्ज्याङ बीच हुनेछ अबको फाइनल खेल। कहाँबाट हेर्दै हुनुहुन्छ हाम्रो अडियो भिडियो क्वालिटी के कस्तो छ पनि जानकारी गराउनु होला। जर्सी नंबर 2 समीर बोरा, जर्सी नंबर 7 विकेट टेबल, जर्सी नंबर 3 कृष्णा कनाल, जर्सी नंबर 10 प्रसलदीप।
धुलाकुडी जर्सी नम्बर 16 सबिन गुरुङ जर्सी नम्बर 4 रोहन खत्री रोहन खाती रेसिङ गरी टिम म्यानेजर रहनुभएको छ सङ्गम तामाङ रेसिङ गरी टिम कोच रहनुभएको छ मदन थाली हाम्रो प्रतियोगिताको प्रत्यक्ष लाइभ प्रसारणलाई सक्दो सेयर गर्नुहोला कहाँबाट हेर्दै हुन्छ अडियो भिडियो क्वालिटी के कस्तो छ यो पनि जानकारी गराउनुहोला दर्शक मनोभावहरू कमेन्ट्री क्यामेराम्यान र स्कोर बोर्डमा म एक्लै भए तापनि प्रत्यक्ष लाइभ प्रसारणलाई लिएर उपस्थित भइसकेको छु म मिडन मगर यो 4औं दिन रहनेछ 4थो दिन हामी प्रतियोगिताको प्रत्यक्ष लाइभ प्रसारणमा जुटेका थियौँ साथै तपाईहरुले प्रत्यक्ष लाइभ प्रसारण हेरेर हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण दर्शक महानुभावहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु राइट ह्यान्ड साइड माने भन्ज्याङ रातो जर्सीमा रहनेछन् माने भन्ज्याङ कसको सपोर्टमा हुनुहुन्छ लाइभलाई सक्दो सेयर गर्न भने नछुटाउनुहोला हामी प्रत्यक्ष लाइभ प्रसारणलाई सेयर गर्नुहुने दर्शकमध्ये एकजनालाई नगद रु 200 रुपैयाँको रिचार्ज कार्डको व्यवस्था गरेका छौँ उगोला प्रथा गरेर त्यो रिचार्ज कार्ड हामी प्रदान गर्नेछौँ तपाईहरुलाई टिएमटीलाई हामी स्क्रिनमा देख्न सक्छौँ सेतो जर्सीमा रहेका छन् टिएमटी द मेमोरेबल तुमलिङ टावर आइसक टिम भर्सेस एडभान्स क्लब माने भन्ज्याङ बीच हुनेछ अबको फाइनल खेल यो 30 मिनेटको समयमा खेल सञ्चालन गरिनेछ अफिसियल टिमको जानकारी अनुसार हामी रिप्ले एचडी क्वालिटीको साथ प्रत्यक्ष लाइभ प्रसारणमा छौँ यो प्रतियोगिताको विजेता टिमले यो खेलको विजेता टिमले प्राप्त गर्नेछन् यो शानदार ट्रफी र 70,070 यो प्रतियोगिताको प्रथम र दोस्रो सिल्ड हामी देख्न सक्छौँ स्टेजमा यो शानदार ट्रफी साथमा 70,070 कुन टिमले चुम्नेछन् कसले हक जताउनेछ त्यो ट्रफीमा हामी हेर्नेछौँ प्रत्यक्ष लाइभ प्रसारणमा जुटिरहेका छौँ आज भने यो प्रतियोगिताको लाइभ फाइनल हेर्नको लागि धेरै दर्शक श्रोताहरूको उपस्थिति देख्न सक्छौँ हामी कहाँबाट हेर्दै हुनुहुन्छ अडियो भिडियो क्वालिटी के कस्तो छ पनि जानकारी गराउनुहोला आज टिमलाई धेरै धेरै धन्यवाद दर्शक महानुभावहरू हामीलाई यो प्रतियोगिताको प्रत्यक्ष लाइभ प्रसारणको लागि अवसर प्रदान गरिदिनु भएको छ विशेष गरी सञ्जय चौहान दाईलाई पनि हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ साथै स्पोन्सर गोर्खा बियरलाई पनि धेरै धेरै धन्यवाद को स्पोन्सर एक्सट्रिम इनर्जी ड्रिङ्कलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ यो प्रतियोगिता अगाडि हामीलाई यो अवसर प्रदान गरिदिनु भएकोमा टिएमटी होल युनिट टिमलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ दर्शक महानुभावहरू हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ अडियो भिडियो क्वालिटी के कस्तो छ यो पनि जानकारी गराउनुहोला 9औं त्रिवेणी कपको यो अन्तिम खेल रहनेछ यो संस्करणको अन्तिम खेल साथै आजको पहिलो खेल साथै पहिलो साथसाथै अन्तिम पनि यो खेल रहनेछ सरी आजको दोस्रो खेल यो संस्करणको अन्तिम खेल गोर्खा बियर स्पोन्सर एक्सट्रिम इनर्जी ड्रिङ्क र हामीलाई यो प्रतियोगिता अगाडि निःशुल्क इन्टरनेट उपलब्ध गराइदिनु भएकोमा सजिलो नेट तुमलिङ टावरलाई पनि धेरै धेरै धन्यवाद साथै आज माघ 1 गते माघे सङ्क्रान्तिको पनि सम्पूर्ण देश तथा विदेशमा छरिएर बस्नुभएको दर्शक महानुभावहरूलाई एकमुष्ट रूपमा शुभकामना व्यक्त गर्न चाहन्छु सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु एकमुष्ट रूपमा सम्पूर्ण दर्शक श्रोताहरूलाई आज भने हामी यो माथि
बाट पनि दर्शकहरूको उपस्थिति देख्न सक्छौँ। यो खेललाई निहालिराख्नु भएको छ। त्यो डिलमा बसेर प्राकृतिक रूपमा निर्मित यो स्टेडियममा हामी सभा खोला र अरुण खोलाको सङ्गम स्थल यो दोभानबाट प्रत्यक्ष लाइभ प्रसारणमा छौँ। राइट ह्यान्ड साइडमा सभा खोला रहेको छ भने लेफ्ट ह्यान्ड साइडमा अरुण खोला रहेको छ। अब यो प्रतियोगिता सुरु हुनेछ। सम्पूर्ण दर्शक श्रोताहरू हाम्रो लाइभलाई सक्दो सेयर गर्नुहोला। कसको सपोर्टमा हुनुहुन्छ यो पनि जानकारी गराउनुहोला। कुन टिमको सपोर्टमा हुनुहुन्छ? टिएमटी कि एडभान्स क्लब मानेभन्ज्याङ? रातो जर्सीमा मानेभन्ज्याङलाई देख्न सक्छौँ भने सेतो जर्सीमा टिएमटी द मेमोरेबल तुमलिङ टारलाई देख्न सक्छौँ हामी। यो खेल सुरु भइसकेको छ। यो प्रतियोगिता नौ त्रिवेणी कपको हामी प्रत्यक्ष लाइभ प्रसारणमा छौँ। दर्शक महानुभावहरू मानेभन्ज्याङ एडभान्स क्लब भर्सेस टिएमटी द मेमोरेबल तुमलिङ टार। ब्याकपास खेलेका छन् मानेभन्ज्याङका गोलरक्षकलाई तो हेड प्रज्वलदीप क्याप्टेनको भूमिका निर्वाह गरिरहेका छन् आज भने प्रज्वलदीप टिएमटीको तर्फबाट। पार्टनर खोज्दैछ मानेभन्ज्याङ, बल अगाडि बढाउँदै टिएमटीको आज भने केही खेलाडीहरू अनुपस्थित देख्न सक्छौँ। त्यहाँ जर्सी नम्बर 5 लाई धेरै मिस गरिरहेको छ टिएमटीले। जर्सी नम्बर 5 आज 3 पोखरी कपमा फाइनल खेल्दैछन्। लाइभलाई सक्दो सेयर गर्नुहोला। हाम्रो लाइभ सेयर गर्नुहुने दर्शक श्रोताहरूलाई गोला प्रथा गरेर नगद रु 200 रुपियाँको ब्यालेन्सको पनि हामीले उपलब्ध गराएका छौँ। लकी ड्र गरेर एकजनालाई त्यो हामी दिनेछौँ। ब्याक पास खेलेका छन् प्रज्वलदीपको लागि। प्रज्वलदीप यो एयर पास कन्ट्रोल गर्न चाहन्थे टिएमटी। मानेभन्ज्याङ पार्टनर खोज्दैछन्। खेलाडीहरूको नाम भने मैले भाषण गर्न सकिरहेको छु, यसको लागि पनि क्षमा माग्न चाहन्छु दर्शक महानुभावहरू। यहाँ कमेन्ट्री स्कोरबोर्ड साथै क्यामेराम्यानमा म एक्लै यो भूमिका निर्वाह गरिरहेको छु। यसैले गर्दाखेरि मैले तपाईँहरूलाई खेलाडीहरूको नाम भने जानकारी गराउन सकिनँ, यसको लागि क्षमा माग्न चाहन्छु दर्शक महानुभावहरू। साथै खुल्ला साबिक वडास्तरीय महिला पुरुष भलिबल प्रतियोगिता भोजपुर नगरपालिका 2 फलाटेबाट पनि हामी प्रत्यक्ष लाइभ प्रसारणमा आउनेछौँ। आजबाट यो प्रतियोगिता सुरु हुँदैछ 4 गतेसम्म। हामीलाई तपाईँहरूले विभिन्न प्रतियोगिताहरूको प्रत्यक्ष लाइभ प्रसारणको लागि सम्झन सक्नुहुनेछ। गोलरक्षक कन्ट्रोलमा लिँदै त्यहाँ लन्च गर्दैका छन् जर्सी नम्बर 11 को लागि त्यो बल। जर्सी नम्बर 11 पार्टनर खोज्दैछन् राइट ह्यान्ड साइडबाट। काउन्टर अट्याक गर्न चाहन्थे, त्यो बल डिबक्समा राख्न भने सकेनन् गोलरक्षक। हाम्रो प्रत्यक्ष लाइभ प्रसारणलाई सक्दो सेयर गर्नुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ, अडियो भिडियो क्वालिटी के कस्तो छ पनि जानकारी गराउनुहोला दर्शक महानुभावहरू। नगद रु 70,070 कुन टिमले चुम्नेछन् त हामी हेर्नेछौँ दर्शक महानुभावहरू। त्यो शानदार ट्रफी साथमा 70,070 आफ्नो बेस्ट प्रतियोगिता सञ्चालन गर्नेछन् आज यहाँ दुवै टिमले। यो थ्रोइङ रहनेछ सेन्टरबाट थ्रोइङ। 7 साइड खुल्ला पुरुष फुटबल प्रतियोगिता 9 त्रिवेणी कप सञ्चालन। अफ साइड शुभचन्द्र राई, यहाँ अफ साइड फ्ल्याग लाइसम्यान शुभचन्द्र राई। टिएमटी पार्टनर खोज्दैछ त्यहाँ। यो एयर पास क्रस थियो, त्यो फिट हुन सकेनन्। त्यो पासको लागि थ्रोइङ रहनेछ जर्सी नम्बर 11 मानेभन्ज्याङ क्याप्टेन। बल अगाडि बढाउन चाहन्छन् प्रज्वलदीप, रिसिभ गर्दै पार्टनर खोज्दैछन् त्यहाँ। प्रज्वलदीपको यो पास अफ साइड फ्ल्याग्स, अफ साइड थिए त्यहाँ टिएमटीका खेलाडी। फ्री किक अट्याक रहनेछ त्यहाँ।
यो मिस पास माने भन्ज्याङको पार्टनर खोज्दै पुनः थ्रोइङ रहनेछ टिएमटी थ्रोइङमा रहनेछन् यो खेल सञ्चालन भएको 4.5 मिनेटमा अहिलेसम्म कुनै पनि टिमले स्कोर गर्न पनि सकेका छैनन् खेल भर्खर सुरु भएको छ यो प्रतियोगिताको टाइम 30 मिनेटको रहनेछ दुवै टिम अहिलेसम्म निकै कुल खेल सञ्चालन गरिरहेको छ बल अगाडि बढाउँदै जर्सी नम्बर 11 क्लियर गर्दैका छन् बल प्रज्वलदीप थ्रोइङ रहनेछ हाम्रो पेजमा यदि नयाँ हुनुहुन्छ भने पेजलाई फलो गर्नुहोला कहाँबाट हेर्दै हुन्छ अडियो भिडियो क्वालिटी यो पनि जानकारी गराउनुहोला हाम्रो प्रत्यक्ष लाइभ प्रसारणलाई सेयर गर्नुहुने दर्शकहरूलाई गोला प्रथा गरेर एकजनालाई नगद रु 200 रुपियाँको रिचार्ज कार्डको व्यवस्था गरेका छौँ जसको लागि तपाईँहरूले 100 सेयर पुर्याउनु पर्ने हुन्छ यदि हामीलाई हाम्रो प्रतियोगिताको यो लाइभलाई 100 सेयर नपुगेमा हामी त्यो गोला प्रथा गर्ने छैनौँ त्यो भएर तपाईँहरूले सक्दो प्राय धेरैभन्दा धेरै ग्रुपहरूमा सेयर गरेर साथ दिन सक्नुहुनेछ हाम्रो यो प्रत्यक्ष लाइभ प्रसारणलाई जर्सी नम्बर 2 को थ्रोइङ रहनेछ टिएमटीको तर्फबाट टिएमटी ब्याक पास खेलेका छन् प्रज्वलदीपको लागि प्रज्वलदीप पार्टनर हेर्दै त्यहाँ पास खेलेका छन् टिएमटी यो पास फिट हुन सकेनन् थ्रोइङ रहनेछ जर्सी नम्बर 17 को त्यो थ्रोइङ टिएमटी थ्रोइङ यहाँ प्रज्वलदीप पार्टनर खोज्दैछन् पुनः ब्याक पास प्रज्वलदीपकै लागि जर्सी नम्बर 8 यो क्रस पास कन्ट्रोल गर्दै जर्सी नम्बर 9 थ्रोइङ रहनेछ यहाँ हाम्रो पेजलाई फलो गर्न नछुटाउनुहोला यो फल्ट काउन्टर अट्याक सेभ आइरहेको छ माने भन्स्याङ भर्सेस टिएमटी तुमलिङ टार बीच यो खेल सञ्चालन भइरहेको छ द मेमोरेबल तुमलिङ टार भर्सेस माने भन्स्याङ एडभान्स क्लब रातो जर्सीमा रातो जर्सीमा एडभान्स क्लब माने भन्स्याङ खेल सञ्चालन गरिरहेको छ भने सेतो जर्सीमा टिएमटी तुमलिङ टारलाई देख्न सक्छौँ ब्याक पास खेलेका छन् प्रज्वलदीपको लागि जर्सी नम्बर 3 गोलरक्षक हामी हेर्नेछौँ कुन टिमले चुम्नेछन् नगद रु 70,070 र त्यो शानदार ट्रफी कुन टिमले हक जताउनेछन् त यो भिडन्त त्यही ट्रफीको लागि भइरहेको छ हामी देख्नेछौँ स्टेजमा त्यो ट्रफी शानदार ट्रफी बिग ट्रफी त्यहाँ यो थ्रोइङ रहनेछ थ्रोइङ कन्ट्रोल गर्दै यो क्रस पास प्रज्वलदीप हेड पुनः थ्रोइङ रहनेछ माने भन्स्याङको तर्फबाट थ्रोइङको अवसर प्राप्त गरेको छ माने भन्स्याङले माने भन्स्याङ यो अट्याक गोलरक्षक कन्ट्रोलमा लिँदै पुनः थ्रोइङ रहनेछ दर्शकहरूको निकै राम्रो उपस्थित देख्न सक्छौँ आज भने यो फाइनलमा प्रज्वलदीप कन्ट्रोलमा लिँदै पार्टनर खोज्दैछन् त्यहाँ
ब्याकपास गोलरक्षक कन्ट्रोलमा लिएका छन् टिएमटी द मेमोरेबल तुमलिङ टार भर्सेस एडभान्स क्लब मानेभन्ज्याङ बीच यो खेल सञ्चालन भइरहेको छ फाइनल खेल हाम्रो लाइभलाई सक्दो सेयर गर्नुहोला कहाँबाट हेर्दै हुनुहुन्छ अडियो भिडियो क्वालिटी के कस्तो छ यो वाटर फास्ट त्यहाँ यो अवसर यो अट्याक भइरहेको छ डी बक्समा राख्न भने सकेन मानेभन्ज्याङ त गोल अट्याकको अवसर प्राप्त गरेको थियो टिएमटी राइट ह्यान्ड साइड यो फास्ट रहनेछ एयर फास्ट त्यहाँ गोलरक्षक कन्ट्रोलमा लिएका छन् जर्सी नम्बर 11 यो फास्ट रहनेछ त्यहाँ लेफ्ट ह्यान्ड साइड अट्याक डाइरेक्ट काउन्टर थियो मानेभन्ज्याङको तर्फबाट गोलरक्षकले बल लन्च गर्नेछन् त्यहाँ यो बल सिधै बाहिरिएको छ दर्शकहरूको उपस्थिति र यहाँ थ्रोइङ रहनेछ जर्सी नम्बर 11 को मानेभन्ज्याङ टिएमटी पार्टनर खोज्न चाहन्छन् यो अट्याक सिधै बाहिरिएको छ आज भने हामी धेरै दर्शकहरूको उपस्थिति देख्न सक्छौँ यहाँ यो प्रतियोगितालाई हेर्न धेरै दर्शक श्रोताहरूको उपस्थिति देख्न सक्छौँ थ्रोइङ रहनेछ टिएमटी थ्रोइङमा रहनेछन् यो फास्ट त्यहाँ अफसाइड थिए to hit मानेभन्ज्याङ पार्टनर खोज्दै राइट ह्यान्ड साइड मानेभन्ज्याङका खेलाडी यो मिस पास गर्न पुगे थ्रोइङ रहनेछ मानेभन्ज्याङ यो थ्रोइङ प्रज्वलदेव यो फास्ट यहाँ गोलरक्षकले यो सही डिसिजन लिएका छन् बल क्लियर गरिदिएका छन् त्यहाँ बल अगाडि बढाउँदै यो अवसर जर्सी नम्बर 3 ब्याक फास्ट खेलेका छन् यहाँ 1-2 फास्ट गोलरक्षक हेडबाट बल क्लियर गरिदिएका छन् कन्ट्रोलमा लिनु भने चाहन्थे जर्सी नम्बर 7 थ्रोइङ रहनेछ टिएमटी प्रज्वलदीपको लागि यो थ्रोइङ थियो गोलरक्षक गोलरक्षकले बल डाइरेक्ट सेन्टर हामी यहाँ देख्न सक्छौँ आज विभिन्न चेलीहरू आफ्नो जातीय पोसाकमा खेल मैदानमा उपस्थित भएका छन्
हाम्रो पेजमा यदि नयाँ हुनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्नुहोला, लाइभलाई सक्दो सेयर गर्नुहुन पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। यो फाइनल खेल 9 त्रिवेणी कपको थ्रोइङ माने भन्ज्याङ थ्रोइङमा रहनेछन्। यो थ्रोइङ अडियो भिडियो क्वालिटी के कस्तो छ भने जानकारी गराउनुहोला। यहाँ फल गर्न पुगे, फ्री किक रहनेछ। टिएमटी कसको सपोर्टमा हुनुहुन्छ कमेन्ट गर्न भने नछुटाउनुहोला। आजबाट भने हामी खुल्ला साबिकवाडा स्तरीय पुरुष भलिबल प्रतियोगिता भोजपुर नगरपालिका 2 बाट पनि हामी आउनेछौँ। भोलिबाट भने हामी रिप्ले र स्कोरबोर्ड सहित प्रत्यक्ष लाइभ प्रसारणमा आउनेछौँ। फलाटे भोजपुर नगरपालिका 2 फलाटेबाट यो लाइभलाई सक्दो सेयर गर्नुहोला। कसको सपोर्टमा हुनुहुन्छ हामी लाइभ भिडियोलाई सेयर गर्नुहुने दर्शकहरूलाई गोला प्रथा गरेर एकजनालाई नगद रु 200 रुपियाँको रिचार्ज कार्डको व्यवस्था गरेका छौँ। यो प्रतियोगितालाई सफल बनाउन हामीलाई स्पोन्सर गर्नुभएको छ गोर्खा बियरले। गोर्खा बियरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। यो स्पोन्सर गरेर प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नुभएको छ। साथै आयोजक टिमलाई पनि धेरै धेरै धन्यवाद हामीलाई यो प्रत्यक्ष लाइभ प्रसारणको लागि अवसर प्रदान गरिदिनु भएकोमा। यो अट्याकको अवसर डिस्टर्बिङ त गरेका थिए, कन्ट्रोलमा लिँदै टिएमटी यो हुटिङ यो प्रहार यहाँ जर्सी नम्बर 10 माने भन्ज्याङ बल अगाडि बढाउँदै यो अट्याक सिधै बाहिरिएको छ। तपाईँहरूको कमेन्ट पनि मैले लिन सकिरहेको छुइनँ। केही समयको त्यो खाली समयमा म लिनेछु तपाईँहरूको कमेन्ट दर्शक महानुभावहरू। यसको लागि पनि म क्षमा माग्न चाहन्छु। कमेन्ट्री स्कोरबोर्ड साथै क्यामेराम्यानमा पनि म एक्लै रहेको हुनाले यो अट्याक वाट यो अवसर यहाँ गुमाउन पुग्यो। टिएमटी जर्सी नम्बर 7 त्यहाँ त्यो गोल गर्ने निकै राम्रो अवसर प्राप्त गरेका थिए। कर्नर अट्याक रहनेछ, कर्नर किक केही समस्यामा देख्न सक्छौँ हामी। टिएमटीका खेलाडी जर्सी नम्बर 7 मनिष पौडेल टिएमटी भन्दै हुनुहुन्छ। छ्याउ गोल भइगएको भन्दै हुनुहुन्छ मनिष गुरुङ। रेजिना ओझा ओ माई गड भन्दै हुन्छ। मनिषा ओझाले पनि हेर्दै हुनुहुन्छ। धेरै दर्शकहरूको उपस्थिति देख्न सक्छौँ आज भने हामी यो प्रतियोगितालाई निहाल्न खोलाको बगरबाट हेरिराख्नु भएको छ। यो गोल प्रज्वल देव यहाँ हामी रिप्लेमा हेर्नेछौँ। यो गोललाई टिएमटी पहिलो गोल गर्न सफल भएको छ। यहाँ वाट अ गोल। हामी एकपटक पुनः रिप्लेमा हेर्नेछौँ त्यो गोललाई। प्रज्वल देवको त्यो शानदार गोल। किरण ब्लकले पनि हेर्दै हुनुहुन्छ हामीलाई। रक्स ब्लक हेर्दै हुनुहुन्छ। कन्ट्रोलमा लिन चाहन्छ टिएमटी। बल क्लियर गर्दैका छन्।
प्रज्वल दीपले टिएमटीको लागि निकै राम्रो शानदार गोल गर्दै स्कोर बनाउन सफल भएका छन्। बल लन्च गर्दैका छन् डाइरेक्ट यहाँ जर्सी नम्बर 10 को लागि माने भन्ज्याङ। सुटको अवसर, वाट अफसाइड। त्यो प्रज्वल दीपको गोललाई हामी पुनः फेरि पनि एकपल्ट रिप्लेमा हेर्नेछौँ। बल अगाडि बढाउँदै टिएमटी पुनः फेरि पनि खेल सञ्चालन भएको 20 मिनेटमा टिएमटीले पहिलो गोल गर्न सफल भएको छ, स्कोर बनाउन सफल भएको छ टिएमटी। माने भन्ज्याङ एट्याकको अवसर, कर्नर। सरी त्यहाँ थ्रोइङ रहनेछ। बल क्लियर गर्न चाहन्थे तर गोलरक्षकको हातमा त्यहाँ बल क्याचिङ गर्दै होल्ड गरेका छन् गोलरक्षकले टिएमटीको तर्फबाट। हाम्रो लाइभलाई सक्दो सेयर गर्नुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ अडियो भिडियो क्वालिटी के कस्तो छ? यदि हाम्रो पेजमा नयाँ हुन्छन् पेजलाई फलो गर्न नछुटाउनु होला। पार्टनर खोज्दैछन् त्यहाँ माने भन्ज्याङ, यो अट्याक सिधै बाहिरिएको छ। बल अगाडि बढाउँदै जर्सी नम्बर 3 यो क्रस पास, थ्रोइङ। टिएमटी त्यहाँ आउट गर्न पुगे बल, त्यो हेड रहनेछ। पुनः फेरि पनि थ्रोइङ। माने भन्ज्याङ थ्रोइङको अवसर प्राप्त गरेको छ त्यहाँ। बल क्लियर गर्दैका छन्। थ्रोइङ रहनेछ त्यहाँ माने भन्ज्याङको तर्फबाट। माने भन्ज्याङ थ्रोइङमा रहनेछन्। यो फास्ट त्यहाँ पार्टनर खोज्दैछन्। यो अवसर प्रज्वल दीप, थ्रोइङ रहनेछ टिएमटी। त्यो थ्रोइङ फल्ट हुन पुगेको थियो, पुनः थ्रोइङ गरेका थिए माने भन्ज्याङले। प्रज्वल दीप बल क्लियर गर्दैका छन्। जर्सी नम्बर 10 क्याप्टेनको भूमिका निर्वाह गरिरहेका छन् प्रज्वल दीप। हाम्रो पेजलाई सक्दो फलो गर्नुहोला, हाम्रो लाइभलाई सक्दो सेयर गर्नुहोला।
कहाँबाट हेर्दै हुन्छ अडियो भिडियो क्वालिटी के कस्तो छ पनि जानकारी गराउनुहोला दर्शक महानुभावहरू। 9औं त्रिवेणी कपको हामी प्रत्यक्ष लाइभ प्रसारणमा छौँ। 9औं त्रिवेणी कप यो प्रतियोगितालाई सफल बनाउनको लागि हामीलाई स्पोन्सर गर्नुभएको छ गोर्खा बियरले। स्पोन्सर गोर्खा बियरको स्पोन्सर एक्सट्रिम इनर्जी ड्रिङ्क साथै दर्शक महानुभावहरू हामीलाई प्रत्यक्ष लाइभ प्रसारणको लागि निःशुल्क इन्टरनेट उपलब्ध गराइदिनु भएको छ सजिलो नेट तुमलिङ टारले। बल अगाडि बढाउँदै लेफ्ट ह्यान्ड साइडबाट माने भन्स्याङ यो डिस्टर्बिङ निकै राम्रो गरिरहेको छ त्यहाँ टिएमटीले अवसर एट्याकको खोजिरहेको छ यहाँ माने भन्स्याङ बल सिधै बाहिरिएको छ थ्रोइङ रहनेछ। बल अगाडि बढाउँदै यहाँ गोलरक्षक कन्ट्रोलमा लिएका छन्। गोलरक्षक थ्रोइङ रहनेछ यहाँ बल अगाडि बढाउँदै माने भन्स्याङ एट्याक अवसर खोज्दैछ माने भन्स्याङ अफ साइड फ्ल्याग्स। हाम्रो पेजमा यदि नयाँ हुनुहुन्छ भने पेजलाई फलो गर्न नछुटाउनुहोला। हाम्रो लाइभलाई सक्दो सेयर गर्नुहोला दर्शक महानुभावहरू। हाम्रो लाइभ सेयर गर्नु नै दर्शकहरूलाई गोला प्रथा गरेर नगद रु 200 रुपियाँको रिचार्ज कार्डको व्यवस्था गरेका छौँ हामीले। थ्रोइङ रहनेछ माने भन्स्याङ थ्रोइङको अवसर प्राप्त गरेको छ यहाँ जर्सी नम्बर 11। यो बल सिधै बाहिरिएको छ त्यहाँ कसको सपोर्टमा हुनुहुन्छ कमेन्ट गर्नुहोला। टिएमटी कि एमबी माने भन्स्याङ भर्सेस द मेमोरेबल तुमलिङ टार यो बीच फाइनल खेल सञ्चालन भइरहेको छ। यो मुभमेन्टको साथ बल अगाडि बढाउँदै जर्सी नम्बर 11 यो अट्याक क्लियर गर्दैका छन् बल। यो अवसर निकै राम्रो थियो। त्यो खतरा त्यहाँ टरेको छ टिएमटीको लागि। स्कोर घटाउन चाहन्छ यहाँ माने भन्स्याङ एडभान्स क्लब माने भन्स्याङ त्यो गोल बराबरी बनाउन चाहन्छ। पुनः बल अगाडि बढाउँदै टिएमटी पार्टनर खोज्दैछ। यो निकै राम्रो दबाब दिँदै यो अट्याक सिधै बाहिरिन पुग्यो। कर्नर किक रहनेछ त्यहाँ कर्नर किक
यो कर्नर पुनः फेरि पनि टिएमटीको लागि अवसर हुन सक्छ, तर यो बल सिधै बाहिरिएको छ। क्याप्टेन माने भन्ज्याङको तर्फबाट बल अगाडि बढाउँदै एट्याकको अवसर खोजिरहेका छन् त्यहाँ। यो अट्याक सिधै बाहिरिएको छ त्यहाँ। बल अगाडि बढाउँदै टिएमटी यो पास यो अट्याकको अवसर यहाँ यो खतरा टरेको छ माने भन्ज्याङ। कर्नर किक रहनेछ यहाँ पुनः फेरि पनि कर्नर किक। यो अवसर हुन सक्छ प्रज्वलदीप गोलरक्षक कन्ट्रोल गर्दै बल लन्च गर्दैका छन्। ब्याक पास खेल्न चाहन्थे टिएमटी बल कन्ट्रोलमा लिँदै। र दर्शक महानुभावहरू यो प्रतियोगिताको निर्धारित समय हाफ भएको छ। 60 मिनट यो खेल सञ्चालन हुनेछ भने 30 मिनटको समय समापन भइसकेको छ। अबको केही समयपछि ब्रेक पछि पूर्ण यो प्रतियोगिताको हाफ टाइम पश्चातको खेल सञ्चालन हुनेछ। यो हाफ टाइमसम्मको स्कोर हेर्नु पर्दाखेरि 1 गोल गर्न सकेको छ टिएमटीले भने माने भन्ज्याङ कुनै पनि गोल फर्काउन सकेको छैन। नौ त्रिवेणी कप हामी प्रत्यक्ष लाइभ प्रसारणमा छौँ। नौ त्रिवेणी कपको प्रज्वलदीप यहाँ टिएमटीलाई स्कोर गर्न सफल भएका छन्। प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा हामी उपस्थित भइरहेका छौँ भने हाम्रो यस खेललाई हाम्रो यस कार्यक्रमलाई बढाउनका निमित्त सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। सम्पूर्णमा विशेष आभार प्रकट गर्न चाहन्छौँ भन्दै हाम्रो यस कार्यक्रममा सह प्रायोजक गर्नुभएको छ गोर्खा भुइँ प्राणीबाट नगद रु 50,000 सहयोग प्रदान गर्नुभएको छ। हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ यहाँको यो साथ र सहयोगको लागि। यसै गरी हामीलाई सहयोग गर्नुभएको छ हाम्रो यस कार्यक्रमको सह प्रायोजक गर्नुभएको छ एग्रो थाई फुड प्रणालीका आधिकारिक डिलर उत्सव ब्याङ्क सौरभी स्टोरका प्रोप्राइटर तथा खादबारी नगरपालिका वडा नम्बर 9 निवासी समाजसेवी श्री उमेश बस्नेतज्यूबाट हामीलाई नगद रु 40,000 सहयोग प्रदान गर्नुभएको छ। उहाँलाई पनि हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ। यसै गरी हामीलाई सहयोग गर्नुभएको छ खादबारी नगरपालिका वडा नम्बर 9 स्थित राइस किराना पसलका प्रोप्राइटर श्री सुजन राईबाट हामीलाई सान्त्वना पुरस्कार स्वरूप नगद रु 10,000 सहयोग प्रदान गर्नुभएको छ। उहाँलाई पनि हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ। यसै गरी खादबारी नगरपालिका वडा नम्बर 9 स्थित प्रियका स्टोरका प्रोप्राइटर श्री सुभाष पटवालज्यूबाट पनि हाम्रो यस खेलको सान्त्वना पुरस्कार बराबरको रकम नगद रु 10,000 सहयोग प्रदान गर्नुभएको छ। उहाँलाई पनि हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ।
यसै गरी हाम्रो यस खेल समय अवधिभरको लागि हामीलाई शुद्ध खेलबारे प्रदान गर्नुभएको छ मनोकामना जललाई हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ। उहाँले हामीलाई 25 कार्टन पानी उपलब्ध गराउनु भएको छ, प्रोप्राइटर भएको छ। ईश्वर श्रीज्यूलाई हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ यहाँको साथ सहयोगको लागि। यसै गरी हाम्रो यस खेलको प्रथम सिल प्रायोजक भएको छ सुजन कार्कीज्यूलाई पनि हामी विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यसै गरी द्वितीय सिल प्रायोजक भएको छ दिपेश श्रेष्ठज्यूलाई पनि हामी विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यसै गरी हाम्रो यस खेलमा हामीलाई 1 सेट जर्सी स्पोन्सर गर्नुभएको छ विकास लिम्बुज्यूलाई पनि हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ। यसै गरी म्यान अफ द म्याचको पुरस्कार हामीलाई प्रदान गर्नुभएको छ सुभाष भण्डारीज्यूले, उहाँलाई पनि हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ। यसै गरी हाम्रो यस खेलको प्रथम मेडल स्पोन्सर भएको छ सुभाष श्रेष्ठज्यू, उहाँलाई पनि हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ। यसै गरी द्वितीय मेडल स्पोन्सर भएको छ सुरेश भण्डारीज्यू, उहाँलाई पुनः हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ। भने हाम्रो यस खेललाई अघि बढाउनका निमित्त सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति, सम्पूर्ण सहयोगी सङ्घ संस्थाप्रति हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ। भने हामी सम्झन चाहन्छौँ हाम्रो यस खेललाई यहाँहरूले प्रत्यक्ष रूपमा मिसन फलबाट निहाल्न सक्नुहुनेछ। हामी विशेष धन्यवाद दिन चाहन्छौँ मिसन फल परिवारलाई। यसै गरी हाम्रो यस खेल समय अवधिभर हामीलाई निःशुल्क नेट प्रदान गर्नुभएको छ सजिलो नेट विशेष आभार प्रकट गर्न चाहन्छौँ। प्रोप्राइटर निरङ्कार बज्राचार्यज्यूलाई हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ। यसै गरी हामी सम्झन चाहन्छौँ हाम्रो यस अलिक बिस्तारै आउनु न। यसै गरी हामीलाई सहयोग गर्नुभएको छ पेम्पा लामा हुनुहुन्छ, उहाँले हामीलाई नगद 2500 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ र बेस्ट प्लेयरको ट्रफी पनि प्रदान गर्नुभएको छ, उहाँलाई विशेष आभार प्रकट गर्न चाहन्छौँ। यसै गरी दिपेश कार्की हुनुहुन्छ, उहाँले हामीलाई नगद 3500 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। यसै गरी तारा तामाङ हुनुहुन्छ, उहाँले हामीलाई नगद 5555 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। यसै गरी सुरेश थापा हुनुहुन्छ, उहाँले हामीलाई नगद 5000 सहयोग प्रदान गर्नुभएको छ। यसै गरी राजेन्द्र शेर्पा हुनुहुन्छ, उहाँले हामीलाई नगद 10000 सहयोग प्रदान गर्नुभएको छ। यसै गरी विज्ञान भण्डारी हुनुहुन्छ, उहाँले हामीलाई नगद 5555 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। यसै गरी सबिन डाँगी हुनुहुन्छ फिफा डिलक्स, उहाँले हामीलाई नगद 20100 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। यसै गरी रघुनाथ श्रेष्ठ हुनुहुन्छ, उहाँले हामीलाई नगद 5000 सहयोग प्रदान गर्नुभएको छ। यसै गरी देवराज बस्नेत हुनुहुन्छ, उहाँले हामीलाई नगद 3050 सहयोग गर्नुभएको छ। यसै गरी हामीलाई सहयोग गर्नुभएको छ र हामी पुनः हाम्रो यस खेललाई अघि बढाउनका निमित्त सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति, सम्पूर्ण सहयोगी सङ्घ संस्थाप्रति हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ। भन्दै यहाँहरूमाझ पुनः हाम्रो यो फाइनल खेलको फर्स्ट हाफ पछिको खेल यहाँहरूमाझ हामी पुनः सञ्चालन गर्न गइरहेका छौँ। जति पनि उपस्थित भएको छ हाम्रो यस खेललाई नजिकबाट उपस्थित रहनुहुने तपाईँहरू सम्पूर्णमा हामी विशेष आभार अनि सम्पूर्णमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यहाँहरूको साथ र मायाको लागि सम्पूर्णमा हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ। र दर्शक महानुभावहरू यो हाफ टाइम पश्चात पुनः खेल सञ्चालन हुन गइरहेको छ। मेन रेफ्रीमा रहनुभएको छ सूर्य किरण राई, साथै लाइट्सम्यान सुदर्शन
चौहान र आर्थिक सहयोग मात्रै नभएर हामीलाई जेन्सी सहयोग पनि गर्नुभएको छ उहाँहरू सम्पूर्णप्रति पनि हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ र हाम्रो यस खेल मैदान सजावट सुभाषचन्द्र राई राई सिमेन्टमा रहनुहुनेछ साथै अफिसियल डेस्कमा अन्दिशेख साक्य रहनुभएको छ यो हाफ टाइम 30 मिनेटको समय सकिसकेको छ अब पूर्ण यो 30 मिनेटमा व्यक्त गर्न चाहन्छौँ माने भन्स्याङले कम ब्याक गर्नेछन् त हामी हेर्नेछौँ र सम्पूर्ण सहयोगी मनहरूप्रति सम्पूर्ण सहयोगी दाताहरूप्रति हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ भन्दै पूर्ण यहाँमा मेन एम्पायर मेन रेफ्री सूर्य किरण राई लाइट्सम्यान सुदर्शन चौहान र सुभाषचन्द्र राई रहनुभएको छ यो प्रतियोगिता पुनः सुरु हुन गइरहेको छ नौ त्रिवेणी कप प्रत्यक्ष लाइभ प्रसारणमा छौँ हामीलाई यो प्रतियोगिता भोलि निःशुल्क इन्टरनेट उपलब्ध गराइदिनु भएकोमा सजिलो नेट तुमलिङ टारलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ यो अब 30 मिनेट खेल सञ्चालन हुनेछ यो 30 मिनेटमा माने भन्स्याङले खेल बराबरै बनाउने हो भने कमब्याक गरेर एक गोल गर्नुपर्नेछ एक गोल स्कोर बनाउनु पर्नेछ यो हेड त्यहाँ माने भन्स्याङ बल अगाडि बढाउँदै पार्टनर खोज्दैछन् त्यहाँ यो फास्ट रहनेछ कन्ट्रोल गर्दै गोलरक्षक कन्ट्रोलमा लिएका छन् होल्ड गरिरहेका छन् बल टिएमटी टिएमटी यो फास्टलाई डिस्टर्बिङ गर्दैका थिए माने भन्स्याङ बल लन्च गर्दैका छन् त्यहाँ थ्रोइङ रहनेछ हाम्रो लाइभलाई सक्दो सेयर गर्नुहोला कहाँबाट हेर्दै हुन्छ अडियो भिडियो क्वालिटी के कस्तो छ पनि जानकारी गराउनुहोला दर्शक महानुभावहरू हामी प्रत्यक्ष लाइभ प्रसारणमा छौँ माने भन्स्याङ यो लेफ्ट ह्यान्ड साइड पास जर्सी नम्बर 2 बल कन्ट्रोलमा लिँदै पार्टनर खोज्दैछन् त्यहाँ कमेन्ट्री क्यामेराम्यान र स्कोरमा म एक्लै भएकोले खेलाडीहरूको नाम भने लिन सकिरहेको छुइनँ यसको लागि पनि म क्षमा माग्न चाहन्छु दर्शक महानुभावहरू यो फास्ट बल अगाडि बढाउन चाहन्छ जर्सी नम्बर 10 एट्याकको अवसर थियो त्यहाँ त्यो हेड बल कन्ट्रोल गर्न चाहन्थे हेडबाट क्याप्टेन माने भन्स्याङको तर्फबाट टिएमटी ब्याक पास खेलेका छन् यो बल सिधै बाहिरिएको छ त्यहाँ दर्शक महानुभावहरू थ्रोइङ रहनेछ लाइभ के कस्तो छ जानकारी गराउनु होला यदि हाम्रो पेजमा नयाँ हुन्छ भने पेजलाई फलो गर्न नछुटाउनु होला दर्शक महानुभावहरू हाम्रो लाइभलाई सक्दो सेयर गर्नु होला लाइभ सेयर गर्ने दर्शकहरूलाई हामी गोला प्रथा गरेर एकजनालाई नगदहरू 200 रुपियाँको रिचार्ज कार्डको व्यवस्था गरेका छौँ
बल अगाडि बढाउँदै अट्याकको अवसर खोजिरहेको थियो त्यहाँ। कर्नर किक रहनेछ। यो कर्नर किक निकै लकी हुन सक्छ। सही सदुपयोग गर्न जान्यो भने यहाँ माने भन्ज्याङलाई। वाट अ सेफ! गोलरक्षक त्यहाँ यो बललाई सेफ गर्दैका छन्। पुनः कर्नर किक रहनेछ। अब भने राइट ह्यान्ड साइडबाट कर्नर किक रहनेछ। माने भन्ज्याङलाई यो सही सदुपयोग गर्नुपर्नेछ यो कर्नर किकलाई। माने भन्ज्याङ जर्सी नम्बर 2 एट्याकको अवसर खोज्दैछ त्यहाँ। बल डिस्टर्बिङ गर्दै जर्सी नम्बर 9ले भने पुनः फेरि पनि कर्नर किक रहनेछ। लगातार कर्नर किक। यो दोस्रो कर्नर किक रहनेछ। माने भन्ज्याङ चान्स प्राप्त गरिरहेको छ। सही सदुपयोग गर्न अत्यन्तै जरुरी छ यहाँ माने भन्ज्याङलाई। फल्ट गर्न पुगे त्यहाँ। टिएमटी यो अट्याक सिधै बाहिरिएको छ। डाइरेक्ट काउन्टर अट्याक गर्न चाहन्थे जर्सी नम्बर 8 त्यहाँ। यो अट्याकको अवसर रहनेछ टिएमटीलाई। बल कन्ट्रोल गर्न चाहन्थे। थ्रोइङ रहनेछ माने भन्ज्याङ। डिस्टर्बिङ गरिदिएको छ यहाँ टिएमटी। कर्नर किक रहनेछ। कर्नर किक यो अट्याक सिधै बाहिरिएको छ। टिएमटी भर्सेस माने भन्ज्याङ बीच यो फाइनल खेल सञ्चालन भइरहेको छ। आजको फाइनल खेल कहाँबाट हेर्दै हुन्छ अडियो भिडियो क्वालिटी के कस्तो छ पनि जानकारी गराउनु होला दर्शक महानुभावहरू। बल क्लियर गर्दैका छन् त्यहाँ प्रज्वलदीपले। थ्रोइङ रहनेछ।
यो अट्याकको अवसर टिएमटी गोलरक्षकले कन्ट्रोलमा लिएका छन्। यो क्रस पास क्विक खेल्न चाहन्थे माने भन्ज्याङ। एडभान्स क्लब माने भन्ज्याङ बल अगाडि बढाउँदै टिएमटी खेलाडी यहाँ लभली सेभ गर्दै यो अवसर हुन सक्छ माने भन्ज्याङको लागि। माने भन्ज्याङ गोलरक्षक क्लियर गर्दैका छन् बल। अफसाइड फ्ल्याग्स फ्री किक अट्याक रहनेछ। बल अगाडि बढाउँदै टिएमटी यो फास्ट यो थ्रोइङ पार्टनर खोज्दै त्यहाँ जर्सी नम्बर 10 टिएमटी पार्टनर खोज्दैछन् त्यहाँ। बल अगाडि बढाउँदै अफसाइड फ्ल्याग्स यहाँ। सुभाषचन्द्र राई अफसाइड थिए त्यहाँ टिएमटीका खेलाडी। यो अट्याक गोलरक्षकले कन्ट्रोलमा लिएका छन्। बल अगाडि बढाउन चाहन्छ माने भन्ज्याङ। पुनः फेरि पनि टिएमटी यो अट्याकको अवसर यो क्रस पास यहाँ ब्याक पास खेलेका छन्। अट्याकको अवसर खोज्दै त्यहाँ गोलरक्षक अट्याकको अवसर खोज्दैछ त्यहाँ माने भन्ज्याङ। पुनः फेरि पनि जर्सी नम्बर 17 कन्ट्रोलमा लिँदै जर्सी नम्बर 10 माने भन्ज्याङ। राइट ह्यान्ड साइड यो फास्ट रहनेछ टिएमटी। बल नियन्त्रणमा लिँदै तर त्यहाँ आउट हुन पुग्यो। थ्रोइङ रहनेछ टिएमटी थ्रोइङ सरी माने भन्ज्याङ थ्रोइङमा रहनेछन्। कहाँबाट हेर्दै हुन्छ अडियो भिडियो क्वालिटी के कस्तो छ पनि जानकारी गराउनु होला। यो अट्याकको अवसर पुनः फेरि पनि यो अवसर घुमाउन पुग्यो तर चान्स रहेको छ टिएमटीलाई। पुनः फेरि पनि कर्नर किक रहनेछ। यो कर्नर किकलाई पुनः फेरि पनि सही सदुपयोग गर्न सक्छन् सक्दैनन् टिएमटी। पहिलो गोल पनि टिएमटीले कर्नर किकबाटै प्राप्त गरेको थियो जुन स्कोर बनाउन सफल भएका थिए त्यहाँ। प्रज्वलदीप त्यो हेड यहाँ प्रज्वलदीप यहाँ बल अगाडि बढाउँदै ह्यान्डको माग गरिरहेका थिए त्यहाँ। पुनः यो फेरि अर्को अवसर अट्याकको लागि। अट्याक कन्ट्रोलमा लिएका छन्
निकै राम्रो दबावमा राखेको छ यहाँ दुवै टिमले। अहिले भने ब्लक यहाँ यो ड्रपिङ पास केही समस्यामा देख्न सक्छौँ हामी यहाँ टिएमटी का खेलाडी। यो प्रतियोगितालाई सफल बनाउन हामीलाई स्पोन्सर गर्नुभएको छ गोर्खा बियरले र को स्पोन्सरमा रहनुभएको छ एक्सिम इनर्जी ड्रिङ्क, साथै इन्टरनेट पार्टनर रहनुभएको छ सजिलो नेट तुमलिङटार। हामीलाई यो प्रतियोगिताभरि निःशुल्क रूपमा इन्टरनेट प्रदान गरिदिनु भएको छ सजिलो नेटले। बल सञ्चालन भइसकेको छ। माने भन्छ्याङ यो अट्याक सिधै बाहिरिएको छ। यदि हाम्रो पेजमा नयाँ हुनुहुन्छ भने पेजलाई फलो गर्नुहोला। कहाँबाट हेर्दै हुन्छ अडियो भिडियो क्वालिटी के कस्तो छ यो पनि जानकारी गराउनुहोला। दर्शक महानुभावहरू, हामी 9 त्रिवेणी कपको प्रत्यक्ष लाइभ प्रसारणमा छौँ। आज यो अन्तिम रहेको छ, अन्तिम दिन फाइनल खेल, यो संस्करणको फाइनल खेल। 9 त्रिवेणी कपको सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। फल फ्री किक अट्याक रहनेछ। फ्री किक अट्याक टिएमटी। टिएमटी जर्सी नम्बर 8 यो फ्री किक अट्याकमा रहेका छन्। यो उनको फ्री किक अट्याक, त्यो हेड सिधै बाहिरिन पुग्यो। त्यो लभली फ्री किक अट्याक थियो। बल अगाडि बढाउँदै यहाँ यो फास्ट टिएमटी माने भन्ज्याङ कन्ट्रोलमा लिँदै यो अट्याक उनको सिधै बाहिरिएको छ। साबिक खुल्ला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको पनि हामी आजबाट प्रत्यक्ष लाइभ प्रसारणमा आउँदैछौँ। भोजपुर नगरपालिका 2 बाट थ्रोइङ रहनेछ। माने भन्ज्याङ एडभान्स क्लब थ्रोइङमा बल क्लियर गर्दैका छन् टिएमटी। बल अगाडि बढाउँदै त्यहाँ यो अट्याकको लागि यहाँ यो अवसर यहाँ तर त्यो बल सिधै बाहिरिन पुग्यो। अवसर निकै राम्रो प्राप्त गरेको थियो। पाटो खोज्दैछ माने भन्ज्याङ, बल क्लियर गर्दैका छन्। यो हेडिङ, यो हेड अफसाइड।
माने भन्स्याङ कन्ट्रोल गर्दै बल। यो प्रतियोगिताको विजेता टिमले पाउनेछन् नगद रु 70,070। साथमा यो शानदार ट्रफी प्राप्त गर्नेछन्। त्यहाँ हामी देख्न सक्छौँ उपविजेता टिमले 40,040 प्राप्त गर्नेछन्। दर्शक महानुभावहरू कहाँबाट हेर्दै हुनुहुन्छ यो पनि जानकारी गराउनुहोला। त्यो हेड कर्नर किक रहनेछ। त्यहाँ कर्नर किक आउट गर्न पुगे। त्यहाँ बल कन्ट्रोल गर्ने जमर्को गर्दै थिए। त्यहाँ माने भन्स्याङका खेलाडी कर्नर किक रहनेछ। जर्सी नम्बर 8 त्यो कर्नर किकमा रहनेछन्। यो प्रतियोगिताको आज अन्तिम दिन रहेको छ, चौथो दिन। 9 त्रिवेणी कपको सम्पूर्ण आयोजक टिमलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। हामीलाई लाइभ प्रकाशनको लागि यो अवसर प्रदान गरिदिनु भएकोमा। फल गर्न पुगे क्याप्टेन टिएमटीका। फ्री किक अट्याक रहनेछ। दर्शक महानुभावहरू स्पोन्सर हामी सम्झिन चाहन्छौँ। यो प्रतियोगितालाई सफल बनाउन सञ्चालन गर्न सहयोग गर्नुहुने स्पोन्सर गोर्खा बियरलाई यो प्रतियोगितालाई स्पोन्सर गरेर सफल बनाउन सहयोग गर्नुभएको छ भने को स्पोन्सरमा रहनुभएको छ एक्सट्रिम इनर्जी ड्रिङ्क, उहाँहरूलाई पनि हामी सम्झन चाहन्छौँ। 9 त्रिवेणी कपलाई सफल बनाउन को स्पोन्सर एक्सट्रिम इनर्जी ड्रिङ्क, स्पोन्सर गोर्खा बियर। साथै प्रत्यक्ष लाइभ प्रसारणको लागि हामीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराइदिनु भएको छ सजिलो नेट तुमलिङ टारलाई सम्झन चाहन्छौँ। सजिलो नेट तुमलिङ टारले हामीलाई यो प्रतियोगिताभरि निःशुल्क रूपमा इन्टरनेट उपलब्ध गराइदिनु भएको छ। यदि तपाईँहरू पनि आफ्नो घरमा इन्टरनेट जडान गर्न चाहनुहुन्छ भने सम्झन सक्नुहुनेछ सजिलो नेट तुमलिङ टारलाई। बल कन्ट्रोल गर्न चाहन्थे माने भन्स्याङ। थ्रोइङ रहनेछ। हाम्रो पेजमा यदि नयाँ हुन्छ भने पेजलाई फलो गर्नुहोला। कहाँबाट हेर्दै हुन्छ अडियो भिडियो क्वालिटी के कस्तो छ भने जानकारी गराउनुहोला। दर्शक महानुभावहरू हामी प्रत्यक्ष लाइभ प्रसारणमा छौँ। 9 त्रिवेणी कपको आज चौथो दिन, साथै अन्तिम दिन रहेको छ। रिप्ले र एचडी क्वालिटीको साथमा भोलिदेखि खुल्ला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा आउनेछौँ। फलाटे भोजपुर नगरपालिका 2 फलाटेबाट। थ्रोइङ रहनेछ टिएमटी। अहिलेसम्म यो 22औं मिनेट सञ्चालन भइरहेको छ। हाफ टाइम पश्चात गोल फर्काउन सकेको छैन यहाँ माने भन्स्याङले। टिएमटीले 1 गोल गर्न सफल भएका छन्। माने भन्स्याङलाई यो 1 गोल जसरी पनि फर्काउनु पर्ने दबाब छ खेललाई बराबरी सञ्चालन गर्नको लागि। माने भन्स्याङ यो अवसर त्यहाँ थियो। यो थ्रोइङ बल क्लियर गर्दैका छन् प्रज्वलदीप टिएमटीका क्याप्टेन। माने भन्स्याङ त्यो हेड यो अट्याकको अवसर, यो अट्याक भइरहेको छ।
कुन टिमको सपोर्टमा हुनुहुन्छ कमेन्ट गर्नुहोला दर्शक महानुभावहरू। तपाईँहरू कुन टिमको सपोर्टमा हुनुहुन्छ हाम्रो लाइभलाई सक्दो सेयर गर्नुहोला। अडियो भिडियो क्वालिटी के कस्तो छ पनि जानकारी गराउनुहोला। हाम्रो लाइभलाई सेयर गर्नुहुने दर्शक श्रोताहरूलाई हामी गोला प्रथा गरेर नगद रु 200 रुपियाँको रिचार्ज कार्डको व्यवस्था गरेका छौँ एकजनाको लागि। तपाईँहरू त्यो लकी ड्रमा सहभागी हुन हाम्रो लाइभलाई सक्दो सेयर गर्नुपर्ने हुन्छ। यो लाइभ भिडियो 100 सेयर पुगे मात्र हामी यो सञ्चालन गर्नेछौँ लकी ड्र। र हाम्रो पेजलाई फलो गर्नुभएको छैन भने फलो गर्नुहोला। हामी देश तथा विदेशमा छरिएर रहनुभएको सम्पूर्ण दर्शक श्रोताहरूलाई खेलको माया मनोरञ्जन खेल तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूबाट मनोरञ्जन दिन चाहन्छौँ। हामीलाई तपाईँहरूले विभिन्न प्रतियोगिताहरूमा पनि सम्झन सक्नुहुनेछ। गेम 30 मिनटको यो खेल सञ्चालन गरिएको छ दर्शक महानुभावहरू। गेम कति टाइमको भन्नुभएको छ मलाई मुकेश बस्नेतले। टिएमटी एट्याकको अवसर खोज्दै जर्सी नम्बर 7 यो एट्याक हेडबाट क्लियर गरेका छन्। यो फास्ट बल अगाडि बढाउँदै 1-2 पास गर्दै एट्याक गर्न चाहन्थे। कर्नर किक रहनेछ त्यहाँ। कर्नर किक माने भन्स्याङ कर्नर किक। यो कर्नर किकलाई सही सदुपयोग गर्नुपर्ने देखिन्छ। यहाँ हेड गर्न चाहन्थे। बल कन्ट्रोलमा लिँदै माने भन्स्याङ बल अगाडि बढाउँदै माने भन्स्याङ जर्सी नम्बर 10 यो फास्ट रहनेछ। यहाँ बल कन्ट्रोल गर्न चाहन्थे। कन्ट्रोल गर्न पनि सकेनन् टिएमटी। अफसाइड थिए त्यहाँ। खेलाडी परिवर्तन यहाँ माने भन्ज्याङको तर्फबाट 10 बाहिरिएका छन् भने जर्सी नम्बर 13 प्रवेश गरेका छन्। हाम्रो पेजलाई फलो गर्न नछुटाउनुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ अडियो भिडियो क्वालिटी के कस्तो छ पनि जानकारी गराउनुहोला दर्शक महानुभावहरू। यो फल्टको फ्री किक अट्याक रहनेछ। माने भन्स्याङ यहाँ प्रज्वलदीप हेड यो अवसर डिस्टर्बिङ। यहाँ यो अवसर त प्राप्त गरेको थियो टिएमटी तर निकै राम्रो डिस्टर्बिङ गरेको छ त्यहाँ टिएमटीले। फल
फ्री किक अट्याक माने भन्स्याङको लागि माने भन्स्याङ हाम्रो पेजलाई फलो गर्नुभएको छैन भने फलो गर्नुहोला कहाँबाट हेर्दै हुन्छ अडियो भिडियो क्वालिटी यो पनि जानकारी गराउनुहोला यो अट्याक फ्री किक त्यो हेडबाट क्लियर गर्न चाहन्थे यो अवसर यहाँ यो डिस्टर्बिङ यो खतरा टरेको छ यहाँ टिएमटीको लागि यो हेड त्यहाँ सिधै गोलरक्षकले कन्ट्रोलमा लिएका छन् माने भन्स्याङ अब भने समय अन्तिम क्षणमा आइसकेको छ फाइनल खेलको अफ साइड थिए त्यहाँ टिएमटीका खेलाडी अफ साइड थिए माने भन्स्याङ फ्री किक अट्याकमा रहनेछन् माने भन्स्याङ गोलरक्षक यो फ्री किक अट्याक गर्दैछन् त्यहाँ हामी देख्न सक्छौँ माने भन्स्याङका गोलरक्षक जर्सी नम्बर 23 गोलरक्षकले यहाँ कन्ट्रोलमा लिएका छन् टिएमटीको तर्फबाट बल क्लियर गर्दैका छन् टिएमटी कसको सपोर्टमा हुनुहुन्छ कमेन्ट गर्नुहोला हाम्रो पेजलाई फलो गर्न भने नछुटाउनुहोला अडियो भिडियो क्वालिटी के कस्तो छ पनि जानकारी गराउनुहोला दर्शक महानुभावहरू 9 त्रिवेणी कपको हामी प्रत्यक्ष लाइभ प्रसारणमा छौँ कहाँबाट हुनुहुन्छ अडियो भिडियो क्वालिटी के कस्तो छ पनि जानकारी गराउनुहोला टिएमटी पुनः बल अगाडि बढाउँदै यो ट्यागको लागि टिएमटी यहाँ यो ट्याग सिधै बाहिरियो तर अवसर निकै राम्रो प्राप्त गरेको थियो टिएमटीले गोलरक्षक बल लन्च गर्दैछन् माने भन्स्याङ भर्सेस द मेमोरेबल तुमलिङ टावर बीच यो फाइनल खेल सञ्चालन भइरहेको छ 9 त्रिवेणी कपको यो फाइनल केही समस्यामा देख्न सक्छौँ हामी टिएमटीका खेलाडी गोलरक्षक माने भन्स्याङको तर्फबाट माने भन्स्याङ टिएमटी टु हेड यो पास गोलरक्षकको लागि ब्याक पास खेलेका थिए माने भन्स्याङ पार्टनर खोज्दैछ टिएमटी माने भन्स्याङ बल अगाडि बढाउन चाहन्थे डिस्टर्बिङ गर्दै टिएमटी
यो अट्याक सिधै बाहिरिएको छ। केही समस्यामा देख्न सक्छौँ हामी मानेभन्ज्याङका खेलाडी जर्सी नम्बर 4। बल डाइरेक्ट ड्रप त्यहाँ काउन्टरमा त्यो हेड गर्न चाहन्थे। बल सिधै बाहिरिएको छ। गोलरक्षक बल अगाडि बढाउन चाहन्छ मानेभन्ज्याङ। लेफ्ट ह्यान्ड साइड यो फास्ट अट्याक र दर्शक महानुभावहरू यसै गरी यहाँ यो प्रतियोगिता समापन भएको छ। एक गोल यहाँ एक गोल गर्दै टिएमटीले खेलको आगामी यात्रा यहीँ समापन गरेको छ। यहाँ हामी देख्न सक्छौँ यो 9 संस्करण 9 त्रिवेणी कपको यो 9 संस्करणलाई यहीँ समापन गरेको छ। टिएमटीले यो साल पनि ट्रफी चुम्न सफल भएको छ। हामी देख्न सक्छौँ दर्शक महानुभावहरू एक गोल गर्दै फुल टाइममा एक गोल गर्दै टिएमटीले यो 9 संस्करण पनि चुम्न सफल भएको छ। मानेभन्ज्याङ रनरअप मात्र हुन सफल भए, त्यहाँ कुनै पनि गोल फर्काउन सकेन। हामीलाई आजसम्म यो प्रतियोगिताभरि निःशुल्क रूपमा इन्टरनेट उपलब्ध गराइदिनु भएकोमा सजिलो नेट तुमलिङ टारलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। साथै यो प्रतियोगितालाई सफल बनाउनको लागि स्पोन्सर गर्नुभएकोमा गोर्खा बियरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। साथैको स्पोन्सर एक्सट्रिम इनर्जी ड्रिङ्कलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। दर्शक महानुभावहरू साथै हामी प्रत्यक्ष लाइभ प्रसारणमा आएका थियौँ। यतिन्जेलसम्म यो प्रतियोगिताभरि हाम्रो लाइभ हेरेर बस्नुभएको सम्पूर्ण दर्शक श्रोताहरूलाई धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि हामी यस्तै प्रतियोगिताहरूको प्रत्यक्ष लाइभ प्रसारण लिएर आउनेछौँ। दर्शक महानुभावहरू केही समय अब पुरस्कार वितरणको कार्यक्रम रहनेछ। यो पश्चात हामी भोलिबाट खुल्ला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा आउनेछौँ। भोजपुर नगरपालिका 2 फलाटेबाट दर्शक महानुभावहरू आज यतिन्जेलसम्म हामीलाई प्रत्यक्ष लाइभ प्रसारण हेरेर साथ दिनुभएकोमा सम्पूर्ण दर्शक श्रोताहरूलाई एकमुष्ट रूपमा म धन्यवाद भन्न चाहन्छु। हाम्रो लाइभलाई सक्दो सेयर गर्नुहोला। यदि हाम्रो पेजमा नयाँ हुनुहुन्छ भने पेजलाई फलो गर्न भने नछुटाउनुहोला। साथै कुन टिमको सपोर्टमा रहनुभएको थियो कमेन्ट गर्न पनि नछुटाउनुहोला।
मानेभन्ज्याङ एडभान्स क्लब मानेभन्ज्याङ भर्सेस टिएमटी बीच भएको यो फाइनल खेलमा फुल टाइममा 60 मिनेटमा 1 गोल गर्दै टिएमटीले यो विजेता हासिल गरेको छ। यो 9 त्रिवेणी कपको सिल्ड चुम्न सफल भएका छन्। यो साल पनि टिएमटीले प्रथम स्थान हासिल गर्न सफल भएको छ। दर्शक महानुभावहरू लाइभ के कस्तो छ यो पनि जानकारी गराउनुहोला। राईराज लाइभ काट्नु पाइँदैन साथी भन्ने हुनुहुन्छ। पक्कै पनि हामी निरन्तर रूपमा प्रत्यक्ष लाइभ प्रसारणमै रहनेछौँ। दर्शक महानुभावहरू तपाईहरू यदि हाम्रो पेजमा नयाँ हुनुहुन्छ हाम्रो पेजलाई फलो गर्नुभएको छैन भने फलो गर्नुहोला। लाइभलाई सक्दो सेयर गर्नुहोला। भोलिबाट भने हामी भलिबल प्रतियोगिताको प्रत्यक्ष लाइभ प्रसारणमा आउँदैछौँ। भोजपुर नगरपालिकाबाट भोजपुर नगरपालिका 2 फलाटेबाट खुल्ला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रत्यक्ष लाइभ प्रसारणमा आउनेछौँ। कहाँबाट हुनुहुन्छ, अडियो भिडियो क्वालिटी के कस्तो छ यो पनि जानकारी गराउनुहोला। दर्शक महानुभावहरू हामीलाई आगामी दिनहरूमा पनि यस्तै माया साथ सपोर्ट दिनुहुनेछ भन्ने म अहिले आशा गरेको छु। मिसन खबर मिडियाको फेसबुक पेजलाई फलो गर्नुभएको छैन भने म फलो गर्नु हार्दिक अनुरोध गर्न चाहन्छु। फुल टाइममा टिएमटीले 1 गोल गर्दै विजेता हुन सफल भएको छ। त्यहाँ त्यो गोल गर्न सफल भएका थिए टिएमटीका तर्फबाट प्रज्वलदीपको त्यो गोल आफ्नो टिमको लागि लकी साबित भएको छ। कुनै पनि गोल फर्काउन सकेन यहाँ मानेभन्ज्याङ एडभान्स फुटबल क्लबले। अब भने पुरस्कार वितरण रहनेछ। लाइभलाई सक्दो सेयर गर्नुहोला दर्शक महानुभावहरू। साथै आयोजक होल युनिट टिमलाई पनि धेरै धन्यवाद भन्न चाहन्छौँ। हामीलाई यो प्रत्यक्ष लाइभ प्रसारणभरि निःशुल्क रूपमा इन्टरनेट उपलब्ध गराइदिनु हुने सजिलो इन्टरनेट साथै स्पोन्सर यो प्रतियोगितालाई सफल बनाउन स्पोन्सर गर्नुहुने गोर्खा बियरको स्पोन्सर एक्सट्रिम इनर्जी ड्रिङ्क साथै अर्गनाइजर टिएमटी द मेमोरेबल तुमलिङ टारलाई पनि धेरै धन्यवाद भन्न चाहन्छौँ। दर्शक महानुभावहरू यति आयोजक टिमले सम्झिनु भएमा हामीलाई पुनः फेरि पनि प्रत्यक्ष लाइभ प्रसारणको लागि अवसर दिनुभएमा 10औं त्रिवेणी कपमा हामी भेट्नेछौँ। यो 9 संस्करणसम्म आइरहँदाखेरि हामी 9 संस्करणबाट प्रत्यक्ष लाइभ प्रसारणको लागि सहभागी भएका छौँ। 10औं त्रिवेणी कप यदि आयोजक टिमले सम्झिनु भएमा हामी पूर्ण लाइभ प्रकाशनमा आउनेछौँ। लाइभ हेर्दै गर्नुहोला। पुरस्कार वितरणको पनि प्रत्यक्ष लाइभ प्रसारणलाई म कन्टिन्यू दिनेछु। धेरै दर्शक श्रोताहरूको माग आएको हुनाले मैले लाइभलाई इन गर्न चाहिन। यहाँनिर नाम डिस्ट्रिक्ट भएछ हामी सोच्ने सोच्दै र हाम्रो यस नृत्य प्रतियोगितातर्फको 9 त्रिवेणी कप यही समापन भएको छ। दर्शक महानुभावहरू आफ्नो बेस्ट खेल प्रदर्शन गर्दै यहाँ टिएमटी र मानेभन्ज्याङ फाइनल प्रवेश गरेका थिए। फाइनलमा शानदार खेल प्रदर्शन गर्दै यो 9 संस्करणको विजेता हुन सफल भएको छ टिएमटी। आयोजक टिम द मेमोरेबल तुमलिङ टार।
द मेमोरेबल तुमलिङ टारले यो सालको पनि च्याम्पियनसिप आफ्नो हात पार्न सफल भएको छ। अबको पालोमा भने हामी हाम्रो नृत्य प्रतियोगितातर्फको द्वितीय स्थान हासिल गर्न को सफल हुनुभएको छ होला त? हामी यहाँ दुईवटा टिम मात्र देखिरहेका छौँ। को हुनुभएको छ होला त आजको हाम्रो नृत्यतर्फको द्वितीय स्थान हासिल गर्न सफल? अप्सरा कुमार को हुनुहुन्छ? एकचोटि अगाडि आउनुहोस् त। सन्चै हुनुहुन्छ नि? कस्तो भइरहेछ? डर लागिरहेछ? फर्स्ट भयो जस्तो लाग्छ कि सेकेन्ड भयो जस्तो लागिरहेछ? डर लागिरहेछ है? यसै गरी बबिता हलिदेलाई म फेरि अगाडि बोलाउन चाहे। र एकचोटि हल्ला पायो नि त, को हुनुभयो होला? फर्स्ट को हुनुभयो होला? सेकेन्ड को हुनुभयो होला? तपाईँहरू सबैले हेर्नु भएको छ नि है? यो प्रस्तुति हेर्नुभयो नि होइन बाहिरबाट पनि? मलाई जहाँसम्म लाग्छ तपाईँहरूले हाम्रो निर्णायकज्यूहरूले दिनुभएको यो निर्णयमा तपाईँहरू खुसी रहनुहुनेछ। मैले सम्पूर्ण अनुरोध गर्न चाहे, यो प्रतिस्पर्धा हो, एकजनाले जित्नै पर्ने हुन्छ र एकजनाले हार्नै पर्ने हुन्छ। त्यसैमा पनि आज भने हामीसँग 6वटा मात्रै प्रतिस्पर्धी मित्र रहनुभएको थियो। जम्मा हामीसँग 5वटा सामूहिक नृत्य रहेको थियो भने एउटा एकल नृत्य रहेको थियो। नो त्रिवेणी कप च्याम्पियनसिप त्यहाँ ओकट्न सफल टिएमटी आइसक टिम द मेमोरेबल तुमलिङ टारलाई हामी शुभकामना दिन चाहन्छौँ। साथै रनरअप एडभान्स क्लब मानेभन्ज्याङलाई पनि शुभकामना छ। आफ्नो खेल प्रदर्शन गर्दै, आफ्नो बेस्ट खेल प्रदर्शन गर्दै यहाँ रनरअप हुन सफल मानेभन्ज्याङ र च्याम्पियन हुन सफल टिएमटी। दर्शक महानुभावहरू, यहाँ अहिले भने डान्स प्रतियोगिताको, नृत्य प्रतियोगिताको पुरस्कार वितरण सञ्चालन भइरहेको छ। हाम्रो पेजमा नयाँ हुनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्न नछुटाउनुहोला। मैले बारम्बार जानकारी गराइरहेको छु, तपाईँहरूलाई अनुरोध पनि गरिरहेको छु। आगामी दिनहरूमा पनि यस्तै खेलको प्रत्यक्ष लाइभ प्रसारण हेर्नको लागि मिसन खबर मिडियाको अफिसियल फेसबुक पेजलाई फलो गर्न नछुटाउनुहोला। हामी देशका विभिन्न ठाउँहरूमा सञ्चालन भएका खेलहरूको प्रत्यक्ष लाइभ प्रसारण लिएर आउनेछौँ। यही माघको 1 गतेबाट आजबाट माघ 4 गतेसम्म हामी खुल्ला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रत्यक्ष लाइभ प्रसारणमा भोजपुर नगरपालिका 2 फलाटेबाट आउँदैछौँ भने यही माघको 14 गतेबाट 16 गतेसम्म हामी ब्याडमिन्टन प्रतियोगिता डबल पुरुष खुल्ला ब्याडमिन्टन प्रतियोगिता दिङला भोजपुरबाट प्रत्यक्ष लाइभ प्रसारणमा आउँदैछौँ। हाम्रो लाइभ हेरिराख्नुहोला, पेजमा अपडेट हुँदै गर्नुहोला। हामी विभिन्न सांस्कृतिक कार्यक्रम साथै विभिन्न प्रतियोगिताहरूको प्रत्यक्ष लाइभ प्रसारण मार्फत तपाईँहरूलाई मनोरञ्जन दिन जुटिरहनेछौँ। आगामी दिनहरूमा पनि यस्तै माया दिन हुनेछ भन्ने मैले आशा गरेको छु। र विशेष गरी सञ्जय चौहान ब्रदरलाई पनि म सम्झन चाहन्छु यही लाइभ मार्फत। उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। साथै होल युनिट टिम द मेमोरेबल तुमलिङ टार टिएमटी होल युनिट टिमलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। 9 त्रिवेणी कपको यो प्रतियोगितामा हामीलाई लाइभ प्रकाशन गर्नको लागि सहयोग गर्नुभएकोमा, सपोर्ट गर्नुभएकोमा, यो अवसर प्रदान गर्नुभएकोमा र एकपल्ट अन्तिमचोटि
अन्तिमचोटि म सम्झन चाहन्छु 9औं त्रिवेणी कपलाई सफल बनाउनको लागि स्पोन्सर गर्नुहुने स्पोन्सर गोर्खा बियर साथै को स्पोन्सर एक्सट्रिम इनर्जी ड्रिङ्कलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँहरूको यो सपोर्टले गर्दा नै आज 9औं त्रिवेणी कप सम्पन्न भएको छ सफलतापूर्वक। साथै देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण दर्शक श्रोताहरूलाई मनोरञ्जन दिन लाइभ प्रकाशनको लागि सजिलो नेट तुलिङ टावरले हामीलाई निःशुल्क रूपमा यो प्रतियोगिता भोलि 4 दिनसम्म निःशुल्क रूपमा इन्टरनेट उपलब्ध गराइदिनु भएको छ। बीचबीचमा आएको यो समस्याहरूमा पनि सरल रूपमा सर्भिस प्रदान गर्नुभएको छ सजिलो नेट। यदि तपाईँहरू पनि नेट जोड्ने आफ्नो घरमा नेट जोड्ने खोजिरहनु भएको छ, नेट जोड्न भने सजिलो नेट तुलिङ टावरलाई सम्झन सक्नुहुनेछ। साथै आगामी दिनहरूमा आगामी खेलहरूको साथै आयोजक टिमले यदि अवसर पुनः फेरि पनि प्रदान गरिदिनु भयो भने 9औं त्रिवेणी कप सम्पन्न भइसकेको छ। 10औं त्रिवेणी कपको प्रत्यक्ष लाइभ प्रसारणमा भेट्नेछौँ भन्दै क्यामेराम्यान स्कोर बोर्ड साथै कमेन्ट्रीबाट म मिठन मगर बिदा लिन चाहन्छु। दर्शक महानुभावहरू, भोलिबाट हामी क्यामेरामा अनिकेत साम्पाङ राई र कमेन्ट्री र स्कोर बोर्डमा म मिठन मगर भोजपुर नगरपालिका 2 फलाटे हेलौचाबाट प्रत्यक्ष लाइभ प्रसारण खुल्ला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रत्यक्ष लाइभ प्रसारणमा आउने बाछा गर्दै आजको लागि भने यहीँबाट म बिदा लिन चाहन्छु। दर्शक महानुभावहरू, पुरस्कार वितरणको प्रत्यक्ष लाइभ प्रसारण भने कन्टिन्यू नै चलिरहनेछ। पुरस्कार वितरण कार्यक्रममा हामी जोडिनेछौँ भन्दै हामी सम्मान पत्र यहाँहरू माझ दिन गइरहेका छौँ।